हजुरहरूलाई स्वागत छ मेरो नयाँ ब्लगमा। आज पनि आइसकेका छौँ। आज रुममा चामल खतम भएको थियो, त्यसैले अहिले सुपरमार्केट चामल किन्नको लागि जान लाग्नु। हजुरहरूलाई म यहाँ त महँगाइ देखाउँछु। अब चामल कति रुपियाँ किलो छ, के छ, कस्तो छ भनेर अहिले म सुपरमार्केट जाँदैछु। अब खाने त खाने, अब भोकै पेट त सुत्नु भएन, त्यसैले अब जति महँगो भयो नि अब किन्नु त छ। अब हेर्नु होला चामल कति महँगो छ। अब हामी सुपरमार्केट पुगेपछि भेट्नेछौँ। सुपरमार्केट पुगिहाल्यो, ऊ त्यो सुपरमार्केट। अब यहाँ गाडीहरू आउन लाग्छन्। अब एकचोटि गाडीहरू जानिदिनु, त्यसपछि जानुपर्छ। यही हो मेरो रुमको नजिकको सुपरमार्केट। यही छ सुपरमार्केटमा महँगाइ हेर्नु। अब जापानको महँगाइ हेर्नु कति छ, के छ। अब चामलमा जाउँ, हामीहरू जे किन्न आएका छौँ त्यही हेरौँ पहिला कति छ, के कस्तो छ चामलको मूल्य। कहाँ छ के चामल पनि हो। यहाँ अहिले आइसकेको छ। अघि यहाँ हेर्नु होला, यो 5 केजी चामल कति 4880। यो यसमा ट्याक्स लागेर 5270 भएको छ 5 केजी चामलको। अब 2 केजी चामल छ 2214। खाने त खाने, कसरी खाने के यति महँगाइ चामल। यताको महँगाइ देखेर मलाई त किन्ने मनै लागेन। अब यहाँदेखि फर्केर अर्को सुपरमार्केटमा जाउँ। धेरै महँगो छ यो सुपरमार्केटमा त। 5000 भन्दा तलकै छैन 5 केजी चामल। अब कसरी किन्ने होला है। अब म अर्को सुपरमार्केटमा जाँदैछु। त्यहाँ रुमभन्दा हल्कै टाढा छ, 10 मिनट टाढा। त्यहाँ गएर अब त्यहाँ चामलको प्राइस हेरौँ के हुन्छ, कस्तो हुन्छ, त्यसपछि यहाँभन्दा कस्तो पाइन्छ। रुमदेखि हल्का टाढा आइसक्यो। यहाँ अर्को फुड मार्केट भन्ने छ, यहाँ सुपरमार्केट। अब यो भित्र जान्छु के पाइन्छ।